नो ड्रामा, नो क्लिकबेट, ओन्ली टेक। स्वागत छ आजको नयाँ भिडियोमा। यस भिडियोमा तपाईँले एनटिसीमा युएसएसडी कोड र एसएमएस कमान्ड प्रयोग गरेर आवश्यक सेवाहरू कसरी सुरुवात गर्ने र अनावश्यक सुविधाहरू कसरी बन्द गर्ने भनेर जान्न सक्नुहुनेछ। म छु कार्यक्रम सञ्चालक लाक्पा शेर्पा। युट्युब च्यानल टेक लाक्पाको साथमा तपाईँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। ढिला नगरिकन अगाडि बढौँ भिडियोतर्फ। ब्यालेन्स चेक *400# एन्ड 144#। नम्बर चेक *9# डायल गरेर आफ्नो नम्बर पनि पत्ता लगाउन सक्नुहुनेछ। सिम एक्टिभेसन *1414#। डाइरेक्ट रिचार्ज *412 पिन नम्बर # डायल गर्नुहोस्। डाटा प्याक र भोइस प्याक लिन *1415# डायल गर्नुहोस्। ब्यालेन्स ट्रान्सफर गर्न *422 सेक्युरिटी कोड मोबाइल नम्बर र रकम राखेर # गर्नुहोस्। 4G एक्टिभेसन गर्नका लागि *444# डायल गर्नुहोस् र अर्को तरिकाले *444*1# डायल गरेर पनि एक्टिभेसन गर्न सक्नुहुनेछ 4G। CRBT एक्टिभेट गर्नका लागि *1415# डायल गर्नुहोस्। त्यसै गरी कलर ट्युन डिएक्टिभेट गर्नका लागि एसएमएसमा क्यापिटलमा UNSUB लेखेर 1415 मा पठाउनुहोस्। मिस्ड कल अलर्ट एक्टिभेट गर्न *1400# डायल गर्नुहोस् अथवा SUB MCA क्यापिटलमा लेखेर 1400 मा पठाउनुहोस्। मिस्ड कल अलर्ट डिएक्टिभेट गर्नका लागि *1400# डायल गर्न सक्नुहुन्छ अथवा एसएमएसमा क्यापिटलमा UNSUB MCA लेखेर 1400 मा पठाउन सक्नुहुन्छ। लोन अथवा सापटी लिनका लागि क्यापिटलमा एसएमएसमा स्टार्ट लेखेर 1477 मा पठाउन सक्नुहुनेछ। एनटी प्रो सर्भिस एक्टिभेट गर्न एसएमएसमा क्यापिटल SUB स्पेस NT प्रो लेखेर 1428 मा पठाउनुहोस्। एनटी प्रो सर्भिस बन्द गर्न एसएमएसमा क्यापिटल UNSUB स्पेस NT प्रो लेखेर 1428 मा पठाउनुहोस्। त्यसै गरी FNF सर्भिस म्यानेजमेन्ट गर्न *1415# डायल गर्नुहोस्। अन्तर्राष्ट्रिय रोमिङ सुरु गर्न *1415# डायल गर्नुहोस्। डाटा भोल्युम चेक गर्न *1415*55# डायल गर्नुहोस्। कल वेटिङ एक्टिभेट गर्न *43# डायल गर्नुहोस्। कल वेटिङ सेवा बन्द गर्नका लागि *43# डायल गर्नुहोस्। कल फरवर्डिङ सुरु गर्न *21* नम्बर # डायल गर्नुहोस्। कल फरवर्डिङ बन्द गर्न #002# डायल गर्नुहोस्। हराएको सिम ब्लक गर्न 1415 डायल गर्नुहोस्। GSM कस्टमर केयरमा कुरा गर्न 1498 डायल गर्नुहोस्। त्यसै गरी ल्यान्डलाइन कम्प्लेन्टका लागि 198 डायल गर्न सक्नुहुनेछ। पुक सपोर्टका लागि 1607 डायल गर्नुहोस्। PSTN बिल इन्क्वायरीका लागि 1606 मा डायल गर्नुहोस्। अन्तमा VOIP कम्प्लेन्टका लागि 188 डायल गर्नुहोस्। तपाईँ नेपाल टेलिकम एनटिसी सिम प्रयोगकर्ता हो? यदि हो भने यो भिडियो तपाईँको लागि एकदमै उपयोगी साबित भयो होला भन्ने मलाई आशा छ। यस भिडियोमा नेपाल टेलिकम एनटिसीका विभिन्न आवश्यक सुविधाहरू, USSD कोड र SMS कमान्डबाट कसरी सुरुवात गर्ने र कसरी बन्द गर्ने भनेर यस भिडियोमा बुझ्नु भएको छ। भिडियो मन पर्यो भने सामाजिक सञ्जालमा एक सेयर गरिदिनुहोस् ताकि तपाईँका साथीहरू पनि नेपाल टेलिकम सिम एनटिसी प्रयोग गर्नुहुन्छ भने उहाँलाई पनि तपाईँको विभिन्न सुविधाहरू कसरी खोल्ने, कसरी बन्द गर्ने भनेर अन्यल छ भने त्यो अन्यल मेटाउनका लागि मद्दतगार साबित हुनेछ यो भिडियो। र नयाँ हुनुहुन्छ भने यस युट्युब च्यानल टेक लाक्पालाई यस्तै जानकारी पाउनका लागि सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। म कार्यक्रम सञ्चालक लाक्पा शेर्पा युट्युब च्यानल टेक लाक्पाको साथमा बिदा हुन्छु। तपाईँहरूको दिन शुभ रहोस्। नमस्ते, शुभ दिन।